यो चाहिँ हाम्रो गाई गोठ हो गाइस र हाम्रो भर्खरै ब्याएको गाईको बच्चालाई म तपाईहरुको अगाडि देखाउँदैछु र म चाहिँ यहाँनिर दाना पकाउन गइरहेको छु। यो चाहिँ हाम्रो न्यू फ्यामिली मेम्बर, यसको नाम चाहिँ हो टिके, किनभने यसको निधारमा टिका छ सेतो कलरको। ए टिके अम्मोइ नाइजाइज। यो ब्याएको चाहिँ 1 हप्ता हुनु आँटेको छ। यसको आमा चाहिँ यहाँ छ। यसले भुँडी उकासेकै छैन किन हो, यसको चाहिँ सिङ छैन यो आमाको चाहिँ, तर पनि सिङ छैन भनेमै यसले चाहिँ डरलाग्दो चेप्टाउँछ अरे, यस्तोले चाहिँ डरलाग्दो। आगो फुक्ने तरिका चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ हो। हामी चाहिँ वेस्ट पेपरहरू यसरी राखेको हुन्छ, प्लास्टिकहरू हामी यसरी राख्छौँ अनि यसले नै हामी चाहिँ आगो फुक्छौँ है गाइस। तपाईँले राम्रोसँगले हेरिदिनुहोस् होला। मेरो आगो बल्दैछ, बल्न अलिक टाइम लाग्छ। यस्तो पेपरहरू, वेस्ट पेपरहरू, प्लास्टिकहरू जलाएर चाहिँ हामी पहिल्यैदेखि आगो फुक्छौँ यस्तै। वाउ मेरो आगो बल्यो। उहिले सानोमा चाहिँ जोर काटेको है गाइस, यसरी गाईको दाना पिरा हो है, यो चाहिँ परालले बुनेको सानो बच्चा नमस्ते किरा रहेछ, व्हाइट कलरको। ल है हाम्रो दाना चाहिँ पाक्न आँटिसक्यो। यो दानामा चाहिँ भुसहरू लगाएर दाल हो, अन्त पिना चाहिँ हाम्रो गाईले खाँदैछ दाना, तर दिँदा दिँदा रात परि गयो। हाम्रो गाई, मेरा मम्मीको गाई, यो हाम्रो टिके बाछा दुध खाएर धमिलो भइरहेछ पनि।